सबभन्दा पहिला मोबाइलको सेटिङ खोल्नु होला, त्यसपछि स्क्रोल डाउन गर्नु होला। तल स्क्रोल गर्नुहुन्छ भने एउटा अप्सन आउँछ गुगल, त्यसमा चाहिँ क्लिक गर्नु होला। क्लिक गरिसकेपछि एउटा नयाँ इन्टरफेस आउँछ। त्यसको ठ्याक्क साइडमा हेर्न सक्नुहुन्छ, यहाँ लेखेको छ ऑल सर्भिसेस, त्यसमा चाहिँ क्लिक गर्नु होला। त्यसमा क्लिक गरिसकेपछि एउटा नयाँ इन्टरफेस खुल्छ हैन। त्यसपछि यहाँ यसलाई तल स्क्रोल गर्नु होला। त्यसपछि एउटा अप्सन छ हाम्रो ऑटो फिल विथ गुगल, त्यसमा चाहिँ क्लिक गर्नु होला। त्यसमा क्लिक गरिसकेपछि एउटा फेरि हाम्रो नयाँ इन्टरफेस खुल्छ, जुनमा चाहिँ लेखेको हुन्छ गुगल पासवर्ड म्यानेजर हैन। त्यसमा चाहिँ क्लिक गर्नु होला। गुगल पासवर्ड म्यानेजरमा जब तपाईहरु क्लिक गर्नुहुन्छ भने यहाँ चाहिँ सबै एप्सहरु चाहिँ तपाईको हेराइदिन्छ, जुनमा चाहिँ तपाईहरु लगइन गर्नु भएको हुन्छ हैन। र जुन एप्समा चाहिँ तपाईहरु आफ्नो लगइन पासवर्ड बिर्सनु भएको हुन्छ त्यसैलाई चाहिँ क्लिक गर्नु होला। जस्तै एक्जाम्पलको लागि मैले तपाईलाई आफ्नो इन्स्टाग्रामको पासवर्ड हैन हेर्नको लागि चाहिँ इन्स्टाग्राममा चाहिँ क्लिक गर्छु। त्यसमा क्लिक गर्छु भने यहाँ हेर्न सक्नुहुन्छ जुन चाहिँ मेरो पासवर्ड हुन्छ हैन, त्यो चाहिँ डट को फर्ममा हेराइरहेछ। अब यहाँ यसको साइडमा तल साइडमा चाहिँ एउटा आई आइकन दिएछ, आई बटन दिएछ। त्यसमा क्लिक गर्नुहुन्छ भने तपाईको चाहिँ पासवर्ड हेराइदिन्छ।